यदि हजुरहरू फ्री फायर खेल्नुहुन्छ अनि नेपालबाट हुनुहुन्छ भने तपाईहरूले पनि यो बुया अवार्ड जित्न सक्नुहुन्छ। अब कसरी म सबै कुरा भन्छु है त। तपाईँको युट्युब च्यानल छ या इन्स्टा छ, त्योमा तपाईँहरूले भिडियोजहरू फ्री फायरको हाल्नुहुन्छ भनेपछि तपाईँ इलिजिबल हुनुहुन्छ बुया अवार्ड्सको लागि होइन। यो नेपालको लागि चाहिँ फर्म स्पेसली खोलेको छ फ्री फायरले। अनि तपाईँ लाइक युट्युबर नभएर एउटा स्पोर्ट्स प्लेयर हुनुहुन्छ, कास्टर हुनुहुन्छ भनेपछि पनि तपाईँले आफूलाई सेल्फ नोमिनेट गर्न सक्नुहुन्छ। त्यसको लागि चाहिँ फर्म मैले बायोमा या डिस्क्रिप्सनमा दिइदिन्छु, तपाईँहरूले फर्म हेर्नु होला अनि गएर यो डिटेल्सहरू भर्नुपर्छ है। इमेल छ योमा, नम्बर तपाईँले आफ्नो होइन, अनि कुन क्याटेगोरीमा आफूलाई इलिजिबल मान्नुहुन्छ। लाइक यदि स्पोर्ट्स प्लेयर हुनुहुन्छ, तपाईँ रसर हुनुहुन्छ रसरको लागि, सर्ट्स क्रिएटर हुनुहुन्छ त्यसको लागि होइन, स्ट्रिमर हुनुहुन्छ स्ट्रिमरको लागि, त्यो क्याटेगोरीहरू हुन्छ होइन। तर यसको क्लज चाहिँ के छ भनेपछि तपाईँले 3 अप्रिलभित्रमा फर्म फिलअप गरिसक्नुपर्छ है। अनि त्यसपछि फ्री फायरले चाहिँ तपाईँको लागि रिभ्यू गर्छ, को इलिजिबल छ त्यसको चाहिँ इन गेममा चाहिँ फोटोहरू आउँछ भनेपछि फोटो आउने भएपछि त तपाईँहरूले फेस रिभिल गरेको पनि हुनु पऱ्यो, त्यो क्लज छ है। यदि अहिलेसम्म फेस रिभिल गर्नु भएको छैन भनेपछि तपाईँलाई बुया अवार्ड्समा जानु छ, यो रेकग्निसन इन्टरनेसनल रेकग्निसन मिलोस् मलाई भन्ने छ भनेपछि तपाईँले फेस रिभिल पनि गर्नुपर्ने हुनेछ। अनि म चाहिँ बुया अवार्डमा पार्टिसिपेट गर्दैछु भनेर पनि तपाईँहरूले आफूलाई भिडियो बनाउन सक्नुहुन्छ। अनि फ्री फायरलाई ट्याग गर्नु होला भिडियो बनाएर, सो द्याट उनीहरूको नजरमा तपाईँहरू आओस् है। हस्, थ्याङ्क यू।